हेलो गाइस, वेलकम टु माई न्यू ब्लग है। आज चाहिँ म नेपाल छोडेर इन्डिया जाँदैछु। सबजनाले मलाई सपोर्ट गरिदिनु होला, भरे ब्लग हेरिदिनु होला। ठ्याक्कै 7 बजे अहिले त तपाईँहरूलाई चाहिँ अब के देखाउनु, बाटो त उसी नै उसी छ। चाहिँ देख्न सक्नुहुन्छ बाटोको अवस्था अहिले बिहान 6 बजेको छ। देख्न सक्नुहुन्छ तपाईँहरू चाहिँ म चाहिँ यहीँ राखेको छु होइन। अब गाडीमा जाने हो यहाँदेखि बिर्ताउनसम्म, त्यहाँदेखि फेरि पनि उता गाडीमा हुन्छ, तर नाइट बसमा जान्छु कि डेमा जान्छु, लोकलमा जान्छु त थाहा छैन। यहाँदेखि चाहिँ म हाम्रै गाडी पूर्णिमा जान्छु। पूर्णिमामा जाने हो, पूर्णिमामा जान्छु। अनि त्यसको साइड चाहिँ उता हाम्रो बोलेरो पिकअप हुन्छ, अनि पिकअप पहाड कुद्ने पिकअप, अनि त्यसमा जाने हो पिकअपमा सँगले भरे फर्काइदिन्छ कि त्यो दिन त थाहा छैन त। अहिले फेरि बेसी हो भने त फर्काइदिन्छ, मलाई चाहिँ नफर्काओस् भन्छु। म त मन्दिर जानुपर्ने हो गुरुकुल होइन। अब गुरुकुल पुगेन भने त फेरि मलाई गाह्रो पर्छ। अब यता आउनु पनि फेरि मेरो अनि त्यस्तै 500 रुपियाँ भाडा खर्च हुन्छ। देखिजान बोजू सन्चै हुनुहुन्छ? आरामै हुनुहुन्छ नि? म अस्ति नै झरेको थिएँ। म अब गएको बोजू। अहिले इन्डिया पारी गएको गाडीमा। बोल्नु पनि पर्छ के, यसो बोलेन भने त होइन, अहिले बोलिदिनुपर्छ। सब चिन्छन्, म चिन्ने कोही पनि छैन। व्यापारी गाडी वाला हेरेर चिन्छन्। अहिले म त्यो पनि भिडियो देखाउँछु तपाईँलाई है। भिडियो आउँछ नि है, हेर्नु चाहिँ हेर्नु, तर माया सपोर्ट पनि सबजनाले गरिदिनु है। भुतेनी खोलाको पुलमा आइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले भुतेनी खोला पुल, लाम्बाइ 42 मिटर, यतिकै लामो छ है। यहाँ देख्न सक्नुहुन्छ। आप लोग भी आइए ना। यता खोला छ, खोलामा पानी पनि छैन, सुकिसकेको छ। घाँसघारी ड्रग्सहरूको सङ्ख्या चाहिँ अहिले बेसी भएको छ कि। गाडी चढ्ने स्ट्यान्डमा आइसकेको छु। No, not wrong way, this is the right way. सिधा जान्छ मङ्गलबारतिर। कस्तो राम्रो फुल। चाहिँ गाडीमा चढिसकेको छु है, देख्न सक्नुहुन्छ तपाईँहरूले। बिर्ता मोड आइसकेको छु है।
अहिले म चाहिँ आँखा उठाइसकेको छु। यो चाहिँ पानीट्याङ्की जाँदैछु हिँड्दै हिँड्दै देख्न सक्नुहुन्छ तपाईँहरूले। उताबाट हिँड्दै उता माथि सिलगढी जान्छ, सिलगढ बागडोग्रा सिलगढी। मेची खोलाको पुल यता माथि पनि छ, तल खोला। कसको चाहिँ बिहेमा जाने बाबा? दार्जिलिङ गएपछि तपाईँहरू सिधै माखालधाम जाने हो, त्यहाँबाट टाइगर हिल दिँदैन हाम्रो गाडीहरू हो। हाम्रो गाडी त लगेर हाम्रो गाडी त लगेर माखालधामको पार्किङमा राख्ने हो। अन्त तपाईँहरू माखालधाम घुम्ने, कता चौरास्ता घुम्ने, त्यहीबाट हो। म अहिले तपाईँलाई यो रम्फू क्रस गरेर फोन गर्छु र डिस्टर्ब गर्छु। तपाईँ चाहिँ कहाँ गएको? तपाईँ कहाँ जानु